Go Sangita. Sangita. Thank you. What? Pani हाल्नु. 1-0. बाग्यो बाग्यो. त्यसै तोला यार के त हाउ आज एक्सपीरियन्स ब्रो. कस्तो फिल भयो? सो हे गाइस अनि आज चाहिँ हामीले पानीपुरी च्यालेन्ज लिएर आएको छौँ त्यो चाहिँ 1 मिनेट भित्र हैन मेन रुल चाहिँ कस्तो छ भन्दा फेरि यहाँ चाहिँ 1 2 3 4 5 जना छौँ हामी है लाइक यहाँ गरेर एकजना क्यामेराम्यान सेसन गरेर सो मेन रुल चाहिँ के छ भन्दा फेरि 1 मिनेट भित्र हैन यहाँ हामी वाच टाइम राख्छौँ अनि 1 मिनेट भित्र कतिवटा पानीपुरी खाइसक्छ ल जस्तै सुरुमा को पर्छ है त्यो चाहिँ संगीताको ये क्या है हार्बर डिसाइड गरौँ अनि सुरुमा जस्तै मानौँ ल म के निदेश पर्यो भने यहाँ टाइम सुरु हुन्छ 1 मिनट उसले कतिवटा खानु फेरि हरेकमा पानी चाहिँ हाल्नु पऱ्यो क्या पानी हाल्दै उसले कतिवटा खायो 1 मिनटमा सबभन्दा हाइएस्ट जसले खान्छ त्यो 1 मिनटमा ऊ नै विनर हो क्या अनि ऊ विनरले पाउँछ हाम्रो तर्फबाट 2500 रुपियाँ होइन सो यस गाइज कतिको तपाईँहरू एक्साइटेड हुनुहुन्छ यसको लागि है सो स्टार्टिङको पोइन्ट चाहिँ के गरौँ भने हामी बच्चा बेला गर्थ्यौँ त्यसरी ढाड पछाडि दुकाएर यो 80 नम्बरमा को 80 नम्बरमा को भन्छ नि हो त्यो गरौँ ल त्यसको लागि चाहिँ अगाडि संगीता बस्छ त्यहाँ 3 2 1 गो ल एकजना भाग्य ल अर्कोको नाम ओके ल अर्कोको नाम देखिए गाइस देखिए ल अर्कोको नाम ल अर्कोको नाम ए भइसक्यो त है सो देखिए गाइस जे लेखे त्यही हुन्छ फर्स्ट नम्बरमा सोसिन सेकेन्डमा नितेश थर्डमा संगीता फोर्थमा A few moments later 3 2 1 गो 1 2 3 भाइ 25 सवाल छ है 25 को गन गाइस कति भयो एकजना चाहिँ गन ल संगीता गन ल 3 याद गर ल 30 सेकेन्ड भयो 4 ल गाइस भाइ थ्याङ्क यू 5 ल गाइस है भाइ जति गर 7 ए भर्खर 6 भयो ए 7 के टाइम सकिलाइसक्यो भाइ जन छिटो जल्दी 4 बजे क्या 8 छ भाइ बनाको ओइ छोड ल 8 भयो है ल भाइ छ ल भयो ल भयो 10 रेकर्ड छ 10 सो भाइजान के छ त आपका जर्नी कैसा लगा आपको सो ल ठिक छ ल अब क्यामेरामा हाम्रो सुसिङ बस्नुहुन्छ हैन सो गाइस अब हामीले नितेश ब्रोलाई अलिकति क्या ल है सपोर्ट गर्नुपर्छ ल 3 2 1 गो हरेक पानीमा आइज न पानी हरेक पानीमा ओइ दुई भएन दुई नै भयो त्यस्तो कानेको ब्रो यस्तो जानी के ब्रो काट दुई भयो ब्रो अर्को 3 नै भयो 3 नै भयो ल रक्सी खाएको मान्छे छ ल अरे बस कर भाइ रक्सी हालेर ल्याउनु भयो क्या हो तिम्रो त 5 लाख हालेर कति भयो 3 भयो ल तिमी केटा के तपाईँ 5 लाख तपाईँ 5 ल रातो भइसक्यो तपाईँ ल 10 ल टाइम सक्यो गाइस है कति भयो निकेशको 5 निकेशलाई सोध यार के त हाउ आज एक्सपिरियन्स ब्रो कस्तो फिल भयो प्यारी समझ गई लो यार तिमी त नि ठिक छ ल ब्रो ल संगीता एकछिन यत्रो पानपुरी भएको त अर्थै भएन त यार अनि ल तिमी होइन 3 2 1 गो गो संगीता एक दुई तीन 30 सेकेन्ड पुरा भयो 4 कति भयो 5 6
त्यस्तो क्या जुन चाहिँ सानो त्यसमा चाहिँ धेरै खोर्सानी हाल्नु पर्छ क्या। ल टाइम सकिन लाग्यो सक्यो ल 6वटा छवटा मात्र भयो। त्यो टाइम वेस्ट गरेपछि सङ्गीता के भन्थ्यौ तपाईँलाई कस्तो लाग्यो गेम? एकदम राम्रो एकदम बिजो एकदम रक्सी आएर झन् बाँकी छ है ल यार सुसिन उसलाई त सबै भ्याइदियो कवाली जित्यो ल विक्रमले सब जुटो गरेर सब फाल्छ पानी ल नाकबाट निस्क्यो पानी 4वटा है 4वटा ल ल ल उ पानी चाहिँ गाइस भुइँमा झार्छ है यहाँ हेर्न त्यो एउटै तपाईँ त्यो आन्द्रा फुट्छ कति 6वटा भयो होला है गाइस कतिवटा भयो गर्नु है तपाईँहरू पनि 7 हेर हेर पानी हाल्नु 8 पानी हाल्नु 8 9 हाल्नु है गाइस पानी हालेर पानी नै छैन 11 ल खाइदियो त ल 25 लाने हो 12 भयो कि त्यो निल्नु पर्छ है त्यो निल्नु पर्छ टाइम सक्यो त्यो निलाई गयो 12 भयो कि 13 भयो कम्प्लिट भयो होइन साइडमा लेखेको होला होइन निलाइदिनु तिमी झेल्यौ कस्तो लाग्यो विक्रम मैले यस्तो साह्रो कसरी गरेको थिएन यार म त सपोर्ट गरिरहेको थिएँ काली हो कत्रो ठुलो जस्तो One, two, three, and go. एक तपाईँले खाएको मैले देखेको थिएन ए नबिन नबिन खानु कति भयो बनाए 4 5 यस्तो यस्तो हुनुपर्ने थिएन क्या फिक्स मैले जान्छु भाइ 2500 कता भाइ कति भयो 7 भयो क्या 7 त्यो गरिराख्नु होला है गाइस तपाईँहरूले नि हेर्नु यसो हेर्नु कमेन्ट गर्नु Muka bagian. 9 10 2 1 0 11 ल 11 ठ्याक्कै सरी Sabar बेटा. ल 25,000 फालिदियो ल कस्तो लाग्यो ब्रो खुसी छ विक्रम एकदम सङ्गीताले गेम बिगारे हो क्या तर सबैजना खान थालेर त्यहाँबाट सुरु भयो क्या सो गाइज जस फाइनली मैले अहिलेसम्म यार केही पनि जितेको थिइनँ आज पनि जित्ने चाहिँ छैन है गाइस फेरि राउन्ड 2 त भइहाल्छ नि अब यो खाने तर गाइज है राउन्ड 2 सम्म पुग्ला जस्तो छैन त्यही हामी टाइम चाहिँ घटाउनु पर्ला है 30 सेकेन्डमा झार्नु पर्ला पानीपुरी त एकदम रहेछ ल हेर खानु लागेको कस्तो भयो तर राउन्ड 2 गर्नु पर्यो भएर मात्र मैं अलि मैले बिचरा खाइसकेको थिएँ गेम सक्यो अरे गाइस सक्यो यार राउन्ड 2 गरे भने हार्छ भनेर गेम सकाइदिएर यार होइन रनी म खाइदिन्छु कि 10 सेकेन्ड यस्तो पुरा माथिको पुरै त्यो के अरे सबै के भन्छ खाले कस्तो भयो म त राउन्ड 2 पनि हुन्छ बिस्तारै खाइदिएको हेर जित्यो अब राउन्ड 2 नखेलेर यही हो झापालीहरू यस्तै हुन्छ ल म सोचिलाई च्यालेन्ज दिन्छु अहिलेको पालि पनि त एक मिनट 30 वटा खायो भने ल 30 वटा अरे 15 वटा खायो भने त तिमीले जित्यो लगाइ च्यालेन्ज कुनै पनि अब नजिते पनि पैसै नदिए पनि खाने ल बस आइजन बस ल गाइस लु मैले 25 रुपियाँ छोड्दे 25 रुपियाँ छोड्दे जोसिनको लागि ल लेट्स सी वो जितेगा या नहीं 3 2 1 क ए गाइजहरु खोइ जोसाउनु जोसिनलाई त्यो यहाँ सोच्नु यहाँ ल खाम खामै खाम 10 15 भइसक्यो है गाइज
अघि नका हामीले एउटा धार्यो भनेर सोच्ने मन दुखाइरहेको थियो नि त होइन गाइज होइन त्यही भएर पनि ल गाइज क्यु यार 40 भइसक्यो ल ठिक छ अब 20 सेकेन्ड बाँकी छ गाइज ओन्ली ल अब ठिक छ 45 15 सेकेन्ड बाँकी छ गाइज ओके गाइज 10 सेकेन्ड ल 10 9 8 7 त्यो सबै निस्कनुपर्छ क्या त्यो गरेर कति भयो ल सक्यो त यार टाइमिङ बाक्यो 1 0 बाक्यो सरी भाइजन सरी बट यु ट्राइड ब्रो यु ट्राइड ठिक छ यु डिड इट म त यार यत्रो मिहिनेत गरेर कमाएको 25 उडे सोचिरहेको बट म केही बोल्नुपर्छ म केही बोल्नुपर्छ कसले जित्यो 2500 रुपियाँ ए सायद लाग्यो नि के कसले जित्यो कोरेको छ त्यहाँको बोस म केही बोल्नुपर्छ सक्छ खाइहाल्यो सक्छ यो त नभएर सक्छु म गफै त हजुर सो यस थ्याङ्क यू सो मच है भिडियो हेर्नु होला लास्टसम्म है ए एकैछिन यार पैसा हस्तान्तरण त गर एकजनाले होइन सोसिले गर्छ न समातो कसैले च्यालेन्ज दिएको थियो गाइस कसैले 1 मिनेट 15 वटा खान्छ भनेर तर गाइस मैले 13 वटा चाहिँ खाथे बिग्रन धेरै चाहिँ खाए त्यही मान्छेको हातबाट पैसा पाउँदाखेरि त एकैछिन कपाल मिलाउँछु ल सो ओके गाइस स्वाट सो गाइस है दिए ल ओके 1000 2000 ओके ल गुड नाइट ल थ्याङ्क यू सो मच ल गाइस आजको गेम हाम्रो यति नै थियो होइन सो यस तपाईँहरूले थाहा नै पाउनु भयो हु इज द विनर भनेर होइन छोडा न हु इज द विनर भनेर थाहा पाउनु होला हु इज द विनर भनेर कसैले सानो खाएर नि जितेर कसैले 4 कसैले ठुलो भयो भनेर कम्प्लेन गरे होइन सो यस जित्ने मान्छेले जितिने सो थ्याङ्क यू सो मच एभ्री वान है आफ्टर अ लङ टाइम पछि केही जितेको के कति पछि जितेको नि यही हो सो थ्याङ्क यू सो मच एभ्री वान तपाईँहरूको मायाले गर्दा नि हो यो सो थ्याङ्क यू सो मच त बाई बाई गर्छ नि सबैले